नमस्कार, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आज भने मैले हान्स क्रिस्टियन एन्डरसनका दन्ते कथाहरूबाट राजा त नाङ्गै छन् भन्ने शीर्षकको कथा लिएर आएको छु, जसलाई नेपालीमा अनुवाद गर्नुभएको छ विनय कसोजु ज्यूले। आजको कथा राजा त नाङ्गै छन्। उहिले एकजना राजा थिए। उनको नयाँ नयाँ लुगा लगाउने सोख थियो। उनले सबै पैसा लुगामा खर्च गर्थे। राम्रो लुगा लगाउनु उनको एकमात्र चाहना थियो। उनलाई आफ्ना सिपाहीहरूको चासो थिएन। न त उनलाई नाच हेर्दा रमाइलो लाग्थ्यो, न त सङ्गीतले उनलाई खुसी पार्थ्यो। कसरी राम्रो लुगा लगाएर बाहिर निस्कने भन्ने मात्रै उनको ध्यान थियो। उनी एक घण्टामा लुगा फेर्थे। अरू राजाहरूका बारेमा भन्नुपर्दा मानिसहरू राजा सभामा छन् भन्थे भने उनको बारेमा जसले पनि राजा लुगा फेर्ने कोठामा छन् भन्ने गर्थे। राजा बस्ने सहर निकै रमाइलो थियो। संसारका विभिन्न देशका मानिसहरू यहाँ आइरहन्थे। एक दिन दुईजना ठगहरू सहरमा आए। उनीहरूले हामी कपडा बुन्ने जुलाहा हौं भनेर ढाँटे। हामी कल्पना गर्न नसक्ने मिहिन कपडा बुन्न सक्छौं भनेर उनीहरूले सुनाए। उनीहरूले भने त्यो कपडाको रंग र बुट्टा अद्वितीय सुन्दर हुनका साथै त्यसको एउटा विशेष गुण पनि छ। जो मानिस आफ्नो पदको लागि अयोग्य छ र जो साह्रै मूर्ख छ त्यसले त्यो कपडा देख्न सक्दैन। उनीहरूको कुरा सुनेर राजाले विचार गरे, ओहो, त्यो कपडा त साँच्चै नै अचम्मको होला। त्यो कपडाको लुगा लाएँ भने त मैले मेरा राज्यका को मानिस आफ्नो पदमा अयोग्य छ भनी थाहा पाउन सक्नेछु। अनि मूर्ख र विद्वान छुटाउनमा पनि सजिलो हुनेछ। सकेसम्म चाँडो यस्तो कपडा बुन्न नलगाई भएन। उनीहरूले सकेसम्म छिटो कपडा बुनुन् भनेर राजाले ती ठगहरूलाई थुप्रै पैसा बैना दिए। उनीहरूले कपडा बुन्ने दुईटा तान बनाए र बडो मेहनत गरेर काम गरिरहेको स्वाङ पारे। तर तानमा केही पनि थिएन। कपडा बुन्न उनीहरूले असल रेशमी र सुनको धागो मागेको कुरा सबै उनीहरूले पाए। उनीहरू रित्तो तानमा राति अबेलासम्म काम गर्थे। कपडा बुन्ने काम कस्तो भइरहेको छ थाहा पाउनु पर्यो, राजाले विचार गरे। तर आफ्नो पदमा अयोग्य मानिसले त्यो कपडा देख्न सक्दैन भन्ने सम्झेर उनलाई आफै हेर्न जान अप्ठ्यारो लाग्यो। हुन त आफू योग्य छु भन्ने कुरामा उनलाई कति पनि शङ्का थिएन। तैपनि उनले पहिले आफू जानुभन्दा अरूलाई पठाउन बेस ठाने। जुलाहाले अचम्मको गुण भएको कपडा बुन्दैछ भन्ने कुरा सहरमा हल्ला फैलिसकेको थियो। यसैले सबैजना आफ्नो छिमेकी कति मूर्ख वा दुष्ट छ भनेर जाँच्ने मौका पर्खिरहेका थिए। जुलाहा कहाँ कपडा हेर्न मेरो विश्वासिलो र पुरानो मन्त्रीलाई पठाउनु पर्यो, राजाले विचार गरे। उनी बुद्धिमान छन् र आफ्नो कामको बारेमा उनलाई जति ज्ञान अरूलाई छैन। यसैले कपडा कस्तो देखिन्छ भनेर राम्ररी ठमाउन उसले नै सक्छ। बुढो मन्त्री जुलाहाहरूले काम गरिरहेको कोठामा जाँदा उनीहरू खाली तानको अगाडि बसिरहेका थिए। हे भगवान, मलाई बचाऊ। तानमा केही कपडा नदेखेपछि उनले मनमनै भने, मैले त तानमा केही पनि देख्दिन त। तर उनले मुखले त्यसो भनेनन्। दुवैजना ठगले उनलाई तानको नजिक आएर हेर्न अनुरोध गरे। रित्तो तानतिर देखाउँदै उनीहरूले मन्त्रीसँग सोधे, हजुरलाई कपडाको रङ र बुट्टा कस्तो लाग्यो? बुढो मन्त्रीले तानमा के छ भनेर सकेसम्म हेर्न खोजे, तर केही पनि देखेनन्, किनकि त्यहाँ देखिने कुरा केही पनि थिएन। हे भगवान, के म यस्तो मूर्ख रहेछु? मलाई त कहिले पनि यस्तो लागेको थिएन। यो कुरा कसैले चाल पाउनु हुँदैन। म मेरो पदको लागि अयोग्य हुनै सक्दिनँ। मैले कपडा देखिन भनेर भन्नै हुँदैन। हजुरले त केही पनि मर्जी भएन, केही त मर्जी होस्। एकजना ठगले कपडा बुन्न व्यस्त भएको स्वाङ पार्दै भन्यो, हो, यो कपडा साह्रै राम्रो छ, अति सुन्दर छ। बुढो मन्त्रीले चस्माले तानमा हेर्दै जवाफ दिए, कस्तो राम्रो बुट्टा, कस्तो चहकिलो रङ्ग, मलाई कपडा निकै मन पर्यो। यो कुरा राजालाई पनि भन्छु। हजुरको कुरा सुनेर हामीलाई साह्रै खुसी लाग्यो, ती ठगहरूले भने। उनीहरूले कपडाको रङ्गको बारेमा बताए, अनौठो बुट्टाको व्याख्या गरे। बुढो मन्त्रीले राजालाई सुनाउनका लागि उनीहरूको कुरा बडो ध्यान दिएर सुने अनि फर्केर राजालाई भने। त्यसपछि उनीहरूले कपडा बुन्न चाहियो भनेर अझ धेरै पैसा अनि रेशम र सुनको धागो मागे। ती सबै कुरा उनीहरूले आफूले नै राखे। तानमा एक धर्सो धागो पनि परेन। तर उनीहरूले पहिले जस्तै खाली तानमा काम गरिरहे। केही दिनपछि राजाले दरबारका अर्का इमान्दार कर्मचारीलाई कपडा बुन्ने काम कस्तो भइरहेछ,
कहिले सकिन्छ भनी बुझ्न पठाए। बुढो मन्त्रीले जस्तै उनले पनि तानमा बडो गहिरिएर हेरे, तर जति हेरे पनि केही देखेनन्। देखिने कुरा तानमा केही पनि थिएन। यो कपडा हजुरलाई राम्रो लागेन? त्यहाँ हुँदै नभएको कपडाको अनौठो बुट्टा र रङको व्याख्या गर्दै ती ठगहरूले दरबारका कर्मचारीसँग सोधे। म पक्कै पनि मूर्ख छैन, उनले मनमा नै भने। त्यसो भए मेरो पदको लागि म अयोग्य हुनुपर्छ। यो त साह्रै अनौठो कुरा भयो, तर यो कुरा कसैले पनि थाहा पाउनु हुँदैन। अनि उनले आफूले देख्दै नदेखेको कपडाको तारिफ गरे। राम्रो रङ र अनौठो बुट्टा देखेर आफू दङ्ग परेको कुरा ती ठगहरूलाई भने। दरबारमा फर्केर उनले राजालाई कपडा साह्रै राम्रो छ भनेर सुनाए। शहरका सबैजनाले दामी र अनौठो गुण भएको कपडाको बारेमा कुरा गर्न थाले। अन्त्यमा राजा आफैले कपडा तानमा छँदै हेर्न जाने विचार गरे। धेरैजना भारदारलाई अघि पछि लाएर राजा ती धूर्त ठगहरू कहाँ गए। पहिले कपडा हेरिसकेका 2 जना कर्मचारी पनि सँगै थिए। तानमा ती ठगहरू सकेसम्म मेहनत गरिरहेका थिए, तर त्यहाँ एक धर्सो धागो पनि थिएन। कस्तो राम्रो कपडा! पहिले नै हेरिसकेका मन्त्री र कर्मचारी दुवैजनाले राजालाई भने। सरकारलाई यसको रङ र बुट्टा पक्कै पनि मन पर्यो होला। उनीहरूले रित्तो तानतिर देखाए। आफूले नदेखे पनि अरूले त्यो कपडा देखिरहेका छन् भन्ने उनीहरू दुवैलाई लागेको थियो। यो के अनौठो भएको होला, राजाले सोचे। मैले त केही पनि देख्दिनँ। कस्तो डरलाग्दो कुरा! के म मूर्ख छु? के म राजा बन्न अयोग्य छु? यो त मेरो लागि सबैभन्दा भयानक कुरा हो। राजाले जुलाहातिर फर्केर भने, साँच्चै नै तिमीहरूले बुनेको कपडा हामीलाई साह्रै मन पर्यो। सन्तोषको भावले टाउको हल्लाउँदै उनले रित्तो तानतिर हेरे। आफूले केही पनि देखिन भनेर राजाले भन्न चाहेनन्। उनीहरूसँगै आएका उनका भारदारहरू सबैले घुरी घुरी तानमा हेरे, तर केही पनि देखिनन्। तैपनि राजाले जस्तै उनीहरूले पनि कस्तो राम्रो कपडा भन्दै कपडाको तारिफ गरे। उनीहरू सबैले राजालाई केही दिनपछि मनाउन लागेको समारोहको विशाल शोभायात्रामा त्यही नयाँ र शानदार कपडाको लुगा लाउन सल्लाह दिए। सबैले नयाँ कपडा शानदार, सुन्दर र अभूतपूर्व छ भनेर तारिफ गरे। सबैजना दङ्ग परेको देखिन्थे। यसैले राजाले ती ठगहरूलाई शाही दरबारिया जुलाहा पदमा नियुक्त गरेर सम्मान गरे। शोभायात्रा हुने दिनभन्दा एक दिन अघि ठगहरूले रातभरि काम गरेको स्वाङ पारे। उनीहरूले 16वटा भन्दा धेरै बत्ती बाले। राजाको नयाँ लुगा सिउन उनीहरू कति व्यस्त छन् भनेर अरूलाई देखाउनु थियो। उनीहरूले तानबाट कपडा झिकेको अभिनय गरे, ठुला ठुला कैँचीले हावामा काटे, बिना धागोको सियोले कपडा सिए र आखिरमा भने राजाको नयाँ लुगा तयार भयो। त्यसपछि राजा र उनका सबै दरबारियाहरू हलमा आए। ठगहरूले दामी वस्तु उचालेको स्वाङ पार्दै हात उचाल्दै भने, यो सुरुवाल हो, यो स्टिकोट हो, अनि यो कोट हो। उनीहरूले भने, यी लुगा माकुराको जालु जत्तिकै हलुका छन्। लुगा लगाउँदा जिउमा केही पनि नलगाए जस्तो हलुका अनुभव हुन्छ। यी लुगाको विशेषता नै यही हो। साँच्चै हो, दरबारियाहरूले भने। तर उनीहरूले केही पनि देखेनन्, किनकि हेर्ने कुरा केही पनि थिएन। सरकार निगाह गरेर जिउको लुगा काडेर नयाँ लुगा पहिरी बक्सिन्छ कि? ठगहरूले भने। सरकारलाई सघाउन हामी सेवकहरू तयार छौँ। सरकार भित्ताको ठुलो ऐना अगाडि सवारी होइ बक्सन्छ कि? राजाले लुगा फुकाले। ठगहरूले एक एकवटा गरी राजाको अङ्गमा नयाँ लुगा लगाइदिएको अभिनय गरे। राजाले अगाडि पछाडि दायाँ बायाँ फर्की फर्की आफूलाई ऐनामा हेरे। सरकारलाई नयाँ लुगा कस्तो सुहाएको, कस्तो राम्ररी मिलेको। सबैले एकै स्वरमा भने, कस्तो राम्रो बुट्टा, कस्तो राम्रो रङ्ग, कस्तो शानदार लुगा। समारोहका प्रमुखले आएर शोभायात्राको लागि चन्दुवा बोक्नेहरू तयार छन् भन्ने घोषणा गर्यो। म पनि तयार छु, राजाले भने। मेरो लुगा कस्तो लाग्यो, कतिको मिल्यो? उनलाई नयाँ लुगा मन परेको छ भन्ने अरूले थाहा पाउन् भनेर उनले फेरि ऐनातिर फर्केर हेरे। राजाको पछाडिको लत्रने लुगा उचाल्ने सुसारीहरूले भुइँमा हात पुर्याएर लुगा उचालेको र हातले समातिरहेको अभिनय गरे। उनीहरूले केही पनि देखेका छैनन् भन्ने अरू कसैलाई थाहा दिन उनीहरू चाहन्नथे। राम्ररी झल्लर भएको चन्दुवा मुनि राजा शोभायात्रामा प्रस्थान गरे। सडकको किनारामा उभिएर झ्यालमा बसेर उनलाई हेर्ने सबैले अचम्म मान्दै भने, साँच्चै नै राजाको लुगा बेजोडको छ। कति लामो लत्रने लुगा। राजालाई लुगा कति सुहाएको। कसैले पनि आफूले केही नदेखेको कुरा अरूले थाहा नपाओस् भन्ने चाहन्थे। कोही पनि आफ्नो पदको लागि अयोग्य वा मूर्ख देखिन चाहन्नथे।
यसैले राजाको नयाँ लुगाको तारिफ यसपटक जस्तो पहिले कहिल्यै भएन। तर राजाले त केही पनि लगाएका छैनन्, उनी त नाङ्गै छन्। आखिरमा एउटा सानो बालकले भनिहाल्यो, हे भगवान, त्यो निर्दोष बालकको कुरा सुन त के भन्छ। त्यो बालकको बुबाले भन्यो। बालकले भनेको कुरा एक कान दुई कान हुँदै सबैतिर फैलियो। आखिरमा सबै मानिसहरूले भने, राजा त एकदम नाङ्गै छन्। यसको प्रभाव राजामाथि पनि पर्यो। जनताले सही कुरा बोले जस्तो उनलाई पनि लाग्यो। तर उनले के सोचे भने, शोभायात्रा समाप्त नभएसम्म मैले यसको सजाय भोग्नै पर्छ। यसैले शोभायात्रा रोकिएन। सुसारेहरू हुँदै नभएको राजाको पछाडिको लत्रने लुगा उचालेको स्वाङ पार्दै झन फुर्तीसँग हिँडिरहे। आजको कथा राजा त नाङ्गै छन्। तपाईलाई कस्तो लाग्यो? यो कथा हान्स क्रिस्टियन एन्डरसनका दन्ते कथाहरूबाट सावार गरिएको हो, जसलाई नेपालीमा अनुवाद तथा सम्पादन गर्नुभएको छ विनय कसजु ज्यूले। यस्तै कथा सुन्न र हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी नजिकै आउने बेल आइकनमा दबाउनु भयो भने हाम्रो भिडियो तपाईहरूलाई चाँडोभन्दा चाँडो आउनेछ। आजको लागि भने म तपाईहरूकै कथा भन्ने साथी जमिन राईलाई पनि बिदा दिनुस्। नमस्कार।